भगवान हुन्छन् कि हुन्नन् त्यो कुरो म भन्दैछु। एकजना साथीले सोधे, दाइ भगवान हुन्छन् कि हुन्नन् भने मैले भने हुन्छन् भने। अनि उनले सोधे फेरि देख्नु भएको छ र भने अहँ भने। अनि कसरी थाहा पाउनुभयो भगवान हुन्छन् भनेर भने कि मलाई। अनि मैले उनलाई सोधेँ, भाइ मुटु देखाएको छौ? अँ भने। मुटु काटेर मुटुभित्र के हुन्छ, के देख्छौ भने? रगत हुन्छ भने। माया त देखिन्न त। देखिन्छ भने। देखिन्न भने। अनि कुनै विद्वान मान्छेको दिमाग खोल्यो भने के देखिन्छ? त्यहाँ गीति मात्रै देखिन्छ। त्यहाँ विचारहरू देखिन्छ र साहित्यकारको टाउको खोल्यो भने त्यहाँ कविता, वैज्ञानिकको टाउको खोल्यो भने त्यहाँ के अरे त्यो के अरे आविष्कारहरू देखिन्छ र देखिँदैन त, त्यहाँ मासु मात्रै हुन्छ। हो कि होइन? कुनै हार्मोनियम खोल्यो भने भाइ, हार्मोनियमभित्र के पाइन्छ? त्यहाँ काठ हुन्छन्, तारसार हुन्छन्, त्यहाँ सङ्गीत हुन्छ। कलमलाई खोल्यो भने के हुन्छ? त्यहाँ मसी हुन्छ, के हुन्छ, निपसिप हुन्छ। त्यहाँ निबन्ध त हुँदैन, कविता त हुँदैन नि भाइ भने। हुँदैन। हो त्यस्तै हो। भगवान भनेको त्यस्तै हो, देख्न सकिँदैन, त्यो महसुस गर्ने चिज हो साधनाद्वारा भने के। हो र दाइ भन्यो भने हो भने। अझ मैले थपेँ, तपाईँले आमालाई माया गर्नुहुन्छ भने गर्छु भन्नु। कति माया गर्नुहुन्छ, किलोमा या के धारणीमा भने? त्यो त थाहा छैन दाइ भने। नाप्न सक्नुहुन्छ? नाप्नु देखाउनु सक्नु? देखाउनु सक्दैन भने। त्यसको मतलब तपाईँले माया गर्नुहुन्न त आमालाई भने? नै माया त गर्छु नि दाइ भने। देखाउनुहोस् न। देखाउनु त सक्दैन। हो भगवान भने त्यस्तै हो भने। हामी भगवानलाई देखाउन सक्दैनौँ तर महसुस गर्न सक्छौँ नि। मैले मेरो बालबच्चालाई कति माया गर्छु त्यो मैले महसुस गर्ने चिज हो। मैले यो देशलाई कति माया गर्छु, मैले मेरो बाउआमालाई कति आदर गर्छु भन्ने कुरो त देखाउन सकिँदैन होइन, नाप्न सकिँदैन। तर त्यो गरिन्छ नि त होइन। माया प्रेम लगाव भन्ने त्यो देखिँदैन। यस्तै देउता भन्ने पनि एउटा आध्यात्मिक चिज हो, त्यो देखाउने नाप्ने चिज होइन क्या भाइ भनेपछि उसले टाउको हल्लाए। यस्तै हो मित्रहरू, भगवान भनेको विश्वास हो, रिलिजन भनेको पनि विश्वास। तपाईँले विश्वास गर्नुभयो भने भगवान त्यही हो, ढुङ्गो पनि भगवान बन्छ। र विश्वास गर्नु भएन भने भगवान छैनन् मित्रहरू। त्यो मात्रै किन मित्रहरू, हरेक नातामा हेर्नु विश्वास छ। तपाईँले आफ्नो बाउले तपाईँमाथि विश्वास गर्नुभयो, तपाईँले बाउमाथि विश्वास गर्नुभयो, त्यो नातो टिक्यो। तपाईँले श्रीमतीमाथि विश्वास गर्नुभयो, श्रीमतीले तपाईँमाथि विश्वास गरे, त्यो नातो टिक्यो। तपाईँले सन्तानमाथि विश्वास गर्नुभयो, तपाईँले साथीभाइमाथि विश्वास गर्नुभयो भने सम्पूर्ण नाताहरू टिक्छन्। यदि अविश्वास गर्नुभयो भने कुनै पनि नाता टिक्दैन मित्रहरू, मान्छे एक्लो हुन्छ। हो भगवान पनि त्यस्तै हो, विश्वास हो। विश्वास गर्नु भने भगवान छन्, नभए छैनन्। म विश्वासको एउटा उदाहरण बताऊँ मित्रहरू। यदि विश्वास गर्नुभयो भने तपाईँलाई नलागेको विष पनि लाग्छ। एकजना मान्छे सर्पले टोकेर मरे, सत्य घटना। मान्छे मरे, सर्पले टोक्यो, आत्ते मान्छे मरे होइन। तर पछि पत्ता लगाउँदा सर्प विषालु थिएन। पानी सर्पले टोक्दा मान्छे मऱ्यो। कसरी मऱ्यो? सर्प विषालु थिएन तैपनि मान्छे मऱ्यो। किनकि सर्पले टोकेपछि उसले विश्वास गर्यो के सर्प विषालु नै हो, म अब मर्छु भन्ने विश्वास गरेपछि मान्छे मऱ्यो के। यो खेल सबै विश्वासको हो मित्रहरू। तपाईँले विश्वास गर्नुभयो भने नि, मैले भने नि, ढुङ्गाले पनि तपाईँलाई पावर दिन्छ। तपाईँले विश्वास गर्नु, ढुङ्गा भनेको शिवजी हुन् भने साक्षात् टक्क राख्नुहोस् त त्यसले आहा क्या पावर दिन्छ। तपाईँले आफूसँग बसेको साथीको विश्वास गर्नु, साथीले तपाईँको विश्वास गरोस् त, श्रीमतीमाथि तपाईँले विश्वास गर्नु, छुट्टै संसार छ। यदि अविश्वास गर्नुभयो भने आफूमाथि पनि विश्वास छैन, श्रीमतीमाथि विश्वास छैन, बाउमाथि छैन विश्वास, धर्ममाथि विश्वास छैन, भगवानमाथि विश्वास छैन, त्यस्ता मान्छेहरू यही एकदम एकलकाटे निराशावादी उग्रवादी हुन्छन् मित्रहरू। त्यो उग्रवादी अर्थ न वर्थ। कतिले भन्छन् मलाई तपाईँले मूर्ति पूजा किन गर्नुहुन्छ भन्छन्। किनले अरे मूर्ति पूजा? मैले भन्छु किन नगर्ने, मेरो आस्था भन्छ। नै मूर्ति पूजा गर्न दिने गलत हो भन्छन्। मैले त्यसो भए क्रान्तिकारी मित्रहरू, तपाईँले त्यो आफ्नो हुन्छ नि घरको भित्तामा त्यो किन राख्नु भन्छ? कोही दाढी पालेका जुङ्गा पालेका मान्छेको फोटोहरू? नै ती त महान दार्शनिक हुनुहुन्छ। यत्रा दार्शनिक त्यो कागजमा पेन्टिङ मात्रै हो। त्यो दार्शनिक त्यहाँ छ छैन नि त। दार्शनिक त जमाना मरिसक्यो त। तपाईँले कागजको फोटो किन राख्नुहुन्छ फ्रेम गरेर? किनकि तपाईँले विश्वास गर्नुभयो कि यो फलाना दार्शनिकको फोटो हो भन्नु हो कि तपाईँको आस्था भयो नि। तपाईँले त्यो राख्दाखेरि तपाईँलाई छुट्टै मजा आउँछ। त्यसले दिने ज्ञान विश्वास तपाईँलाई छुट्टै आउँछ। जबकि त्यो त कागज हो, एउटा कागजमा केही पेन्टिङ दल्या त हो नि, जलायो भने त कागजै हो कि मित्रै हो। तपाईँले जसरी छ नि, तपाईँको आफ्ना महान दार्शनिक भन्नुहुन्छ नि, ती विदेशी दार्शनिक, तिनको फोटोलाई पूजा गर्नुहुन्छ नि, हो त्यस्तै हो ढुङ्गालाई पूजा गर्नुपर्ने। त्यो मात्रै किन मित्रहरू, विश्वास गऱ्यो भने ढुङ्गामा पनि देउता छन्, पानीमा पनि देउता छन्, त्यही भएर पानीको पूजा हुन्छ। जीवमा पनि देउता छन्, त्यही भएर गाईको पूजा हुन्छ, यहाँ कुकुरको पूजा हुन्छ, नागको पूजा हुन्छ, के को पूजा हुँदैन। जीव निर्जीव सबैको पूजा हुन्छ। विश्वास गरेपछि सबैमा भगवान छन्।
नगरेपछि केहीमा पनि विश्वास छैन, कुनै नाता कतै छैन। बुझ्नुभयो? न बा न आमा न साथीभाइ केही छैन विश्वास गरेन भने। भगवान् भनेको विश्वास हो, विश्वास भनेको भगवान् हो। कुरा बुझ्नुभयो? भनेपछि उसले कुरा बुझ्यो कि बुझेन, कति बुझ्यो त्यो त भनेन, तर बोल्न चाहिँ बोलेन। मतलब हल्का के बुझे जस्तो लाग्छ। तपाईँले के बुझ्नुभयो? बुझ्नु भएन? बुझ्नुभयो भने यो भिडियोलाई यसो लाइक साइक गर्ने ट्याक्क टुक्क हुन्छ नि, सेयर गर्ने काम गरौँ न है प्लिज।